Right now, thousands of international students are struggling in UK, but no one is talking about it. Cost of living rising भइरहेको छ, भिजा रुलहरू चेन्ज भइरहेको छ र धेरै जस्तो स्टुडेन्टलाई उनीहरूले सोचेको इमेजिन गरेको ड्रिम भर्सेस रियालिटी म्याच भइरहेको छैन। नेपालमा मार्केटिङ युकेलाई एज अ वर्ल्ड क्लास एजुकेसन हब, बेस्ट ग्लोबल करियर अपर्च्युनिटी भन्दै प्रेजेन्ट गरिरहेको हुन्छ, तर रियालिटीमा बुझ्ने हो भने मान्छेसँग यहाँ रेन्ट तिर्ने पैसा पनि पुगिरहेको छैन। त्यस्तो चाहिँ युकेको अवस्था राइट नाउ। युके सिम्पल से कम स्टडी हियर, बट एट द सेम टाइम उनीहरूले चाहिँ पोलिसी चेन्ज गरेर चाहिँ के भनिरहेको छ भने डोन्ट प्लान टु स्टे हियर। यो भिडियोमा एक्ज्याक्टली हामी त्यही कन्ट्राडिक्सनलाई ब्रेक डाउन गर्ने ट्राई गर्छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। फर्स्ट कुरा गरौँ, द सिस्टम निड्स यु बट लिमिट्स यु। युकेको युनिभर्सिटी इन्टरनेसनल स्टुडेन्टमा हेभिली डिपेन्डेन्ट छ। अकर्डिङ टु HESA डेटा 2023 देखि 25 सम्मको ट्रेन्डहरूलाई एनालाइज गर्ने हो भने हेर्ने हो भने धेरै जस्तो युकेको युनिभर्सिटिजले 20 देखि 50% देखिको आफ्नो इन्कम इन्टरनेसनल स्टुडेन्टबाट जेनेरेट गरिरहेको हुन्छ, व्हिच इज भेरी ह्युज। सो अब HESA भनेको के हो भनेर बुझ्नु पर्दैन। सिम्पल यो भनेको हायर एजुकेसन स्ट्याटिस्टिक्स एजेन्सी हो, जो चाहिँ युकेको अफिसियल एउटा बडी हो जसले युनिभर्सिटीहरूको डाटाहरू कलेक्ट गर्छ। जस्तै कि कहाँबाट कति स्टुडेन्ट आए, उनीहरू लोकल स्टुडेन्ट हो कि इन्टरनेसनल स्टुडेन्ट हो कि, कति स्टुडेन्ट चाहिँ त्यहाँबाट ग्रेजुएट भए, यो सबै कुराहरू HESA ले कलेक्ट गर्छ र उसले सबै कुराहरू एनालाइज गरेर पब्लिस पनि गर्छ। यसको तपाईहरु सिम्पल ट्रान्सलेसन गर्नुहुन्छ भने तिम्रो फिल्ड युकेको एजुकेसन सिस्टम चलिरहेको छ। तर 2024 मा युके होम अफिसले डिपेन्डेन्ट भिजा मोस्ट अफ द स्टुडेन्टको लागि ब्यान गर्यो। रिजल्ट के भइदियो भने 2022 र 2023 को जुन पिक थियो त्यो पिकको कम्पेयर गर्दा 6% ले चाहिँ सडनली ड्रप भयो। अब यसरी हेर्दा चाहिँ 6% सानो नम्बर देखिन्छ, तर ओभरअल जुन युकेको युनिभर्सिटिजहरुले इन्कम गर्थ्यो त्यसमा एकदमै ह्युज इम्प्याक्ट गर्यो यसले। सो यहाँ के भइदियो भने युकेको डिमान्ड इन्टरनेसनल स्टुडेन्टको लागि घटेको हैन, पोलिसीले गर्दा चाहिँ आर्टिफिसियली घटाइदियो। सो यहाँ हामीले के बुझ्नु पर्छ भने युके निड्स यो मनी। युकेले के भन्छ भने तिमीहरु आऊ, पढ, पैसा ल्याएर काम गर, सबै गर, तर तिमीलाई लङ टर्म स्टे गर्ने चाहिँ डिस्करेज गरिरहेको हुन्छ बाइ चेन्जिङ द पोलिसी। नाउ अन्डरस्ट्यान्ड द फाइनान्शियल ट्र्याप। लेट्स जुम इन्टु वान पार्टिकुलर स्टुडेन्ट। इमेजिन यु आर इन अ शेयर होम इन द बर्मिङहम अथवा बर्मिङहमको एरिया, जहाँ चाहिँ 4-5 जनाहरु मिलेर बस्छौ। एउटा सिंगल किचन छ जसको रुम रेन्ट स्टुडेन्टले 350 पर मन्थ पर्छ। अर्को कुरा फाइनान्शियल इन्कमको बारेमा कुरा गर्नुपर्छ। एज अ स्टुडेन्टले हप्तामा 20 घण्टा भन्दा धेरै लिगली काम गर्न मिल्दैन र उनीहरुलाई मिल्ने भनेको मिनिमम वेजेस हो, त्यो भन्दा धेरै त कसैले पनि दिदैन। र यसको मन्थली रफली इन्कम राख्ने हो भने 800 देखि 1000 सम्मको बीचमा एज अ पार्ट टाइममा चाहिँ रफली यो इन्कम हुन्छ। र फुल टाइम जुन समर भ्याकेसन हुन्छ, 4 महिना जति चाहिँ समर भ्याकेसन हुन्छ, त्यसमा अन एन एभरेज राख्ने हो भने 2000 देखि 3000 बीचको उसको पर मन्थ इन्कम राख्नु। र टोटल इयरली कस्ट हेर्ने हो भने तपाईको ट्युसन फी मिलाएर रेन्टहरु, बिल्सहरु, फुडहरु, ट्रान्सपोर्टेसन, यो सबै कुराहरु मिलाएर रफली मिनिमम राख्ने हो भने तपाईको 25000 देखि म्याक्सिमम 40000 खर्च हुन्छ, डिपेन्ड अन यो सिटी, तपाईले एक्सपेन्सेस गर्ने तरिका। यो डेटा ONS जुन अफिस फर नेशनल स्ट्याटिस्टिक्स र युनिभर्सिटीको डेटाबाट आएको। ONS भनेको युकेको अफिसियल डेटा कलेक्सन बडी हो जसले चाहिँ तपाईहरुको लिभिङ कस्टहरु, स्यालेरीहरु, इन्कमहरु, यो सबै कुराहरुलाई ट्र्याक गर्छ र त्यसको एनालाइज गर्छ। र यसको अनुसार एउटा स्टुडेन्टले इयरली 18000 देखि 20000 सम्म इन्कम गर्छ र उसको एक्सपेन्सेसको कुरा गर्ने हो भने अलमोस्ट यसको डबल चाहिँ उसको एक्सपेन्सेसहरु छ। यहाँ कम्प्लिटली ग्यापहरु देख्न सकिन्छ। इन्कम यहाँ छ भने एक्सपेन्सेस चाहिँ यहाँ छ। सो यो चाहिँ कसरी फिल गर्ने भन्ने कुराहरुको एन्सरहरु तपाईहरुले सिम्पल लगाउन सक्नुहुन्छ। पहिलो नम्बरमा फेरि नेपालबाट आफ्नो फ्यामिलीलाई गुहार लगाउने हैन, मलाई यस्तो यस्तो प्रब्लम भयो, पैसा हाल्दिनुस् भनेर। अर्को भनेको आफ्नो साथीभाइहरु को छ आफ्नो चिने जानेको, उनीहरुलाई लोनहरु, सपोर्टहरु माग्ने। अर्को भनेको इल्लिगल ओभरवर्क, यो भन्दा अरु कुनै अप्सन छैन। र मोस्टली स्टुडेन्टहरु थर्ड नम्बर अप्सनलाई प्रायोरिटी दिन्छ। यो कुराहरु चाहिँ ओपनली डिस्कस काहीँ पनि कसैले पनि गर्दैन, तर ग्राउन्ड रियालिटीमा मेनी स्टुडेन्ट आर पुस्ड इन्टु इट। यो उनीहरुले गरेको हैन, उनीहरुले पुश गरिएको जुन चाहिँ यहाँको अवस्था छ। र नम्बर 3 मा हेर्ने हो भने एउटा ब्रोकन प्रमिस पाथ हो जुन चाहिँ नेपालको कन्सल्टेन्सीले गर्छ, त्यसको बारेमा कुरा गरौँ। नेपालमा युकेको एडभर्टाइज गर्ने कन्सल्टेन्सीहरुले बिगेस्ट सेलिङ पोइन्ट उनीहरुले के राख्छ भने स्टडी गर सर्टेन टाइमको लागि, यदि ब्याचलरमा आएको भने 3 वर्षको लागि, मास्टरको लागि आएको भने 1 वर्ष, त्यसपछि जब गर एन्ड देन सेटलमेन्ट प्रोसेसमा लाग। तर रियालिटीमा यो यति सजिलो छ त, यो कुराहरु बुझ्न पनि त एकदमै आवश्यक छ नि। डेटाले के भन्छ यो कुराहरु पनि त एनालाइज गर्नु पर्यो नि। डेटा हेर्ने हो भने ओन्ली 45 देखि 60% स्टुडेन्ट जुन चाहिँ यहाँ पढ्नको लागि आछ उनीहरुले आफ्नो पढाइ कम्प्लिट गर्छ। त्यसमा पनि 30 देखि 40% जति स्टुडेन्टले मात्र ग्रेजुएट लेभलको जब पाउँछ। अब सबैभन्दा शकिङ पार्ट के हो भने ओन्ली 6 to 7% इन्टरनेसनल स्टुडेन्ट एक्चुअली ट्रान्जिसन टु दी स्किल वर्कर भिजा। 6 to 7%, द्याट्स मिन्स मोर देन 90% स्टुडेन्टहरु चाहिँ स्पोन्सर भिजामा जान नै पाउँदैनन्। र यो कुराहरु चाहिँ किन भइराछ भने मोस्ट अफ द स्टुडेन्टले चाहिँ के सोच्छ भने इफ आई वर्क हार्ड आई विल गेट द जब। तर प्रब्लम इफोर्टको हैन, यहाँ चाहिँ सिस्टमको हो। युके मा चाहिँ ओन्ली 3 देखि 5% इम्प्लोयरले चाहिँ स्पोन्सर भिजा दिन्छ। किन भन्नुहुन्छ भने एकचोटी इम्प्लोयरको पर्सपेक्टिभबाट बुझ्ने हो भने कुनै पनि इम्प्लोयरले स्पोन्सर दिनु पर्यो भने सर्वप्रथम उलाई एक्स्ट्रा कस्ट जान्छ एज अ ट्याक्स, त्यसपछि लिगल कम्प्लेक्सहरु एकदमै बढ्छ हैन। उले पेपर वर्क गर्नु पर्यो, सबै कुराहरु चाहिँ अपडेट गर्नु पर्यो, हरेक कुराहरुको चाहिँ
चाहिँ उसले ख्याल गर्नुपर्छ। अर्को भनेको चाहिँ रिस्क भयो हैन। इन केस कसैलाई स्पोन्सर दिइहाल्यो भने पनि त्यहाँ उसले छोडेर जाने वा त उसले केही गर्यो भने सबै कुराहरू चाहिँ इम्प्लोयरको टाउकोमा आउँछ। त्यही भएर उनीहरूले लोकल क्यान्डिडेटहरू सिलेक्ट गर्छन् या त जसलाई भिजा दिनु पर्दैन त्यस्तो क्यान्डिडेटलाई चाहिँ उनीहरूले सिलेक्ट गर्छन्। एउटा सिनारियो माइन्डमा के राख्नुहोस् भने यु आर इन्टु द जब इन्टरभ्यू हैन, र सबै कुराहरू बवाल भइरहेको हुन्छ। लास्टमा सबै कुराहरू फाइनल भइसकेपछि दे कम्स वान क्वेसन, डु यु रिक्वायर भिजा स्पोन्सर? एकछिन साइलेन्स अफ कोर्स हुन्छ, देन इट्स कम टु यस। त्यो पोइन्टमा आएर चाहिँ मोस्ट अपर्च्युनिटीहरू इन्ड भइरहेको हुन्छ। यो पोइन्टमा आएर चाहिँ इट गेट वर्स्ट, यत्रो मेहनत गरे हुन्छ लास्टको पोइन्टमा आएर फेल हुन्छ। ओके एटलिस्ट मसँग 2 वर्षको PSW छ, त्यहाँबाट इन्कम गर्छु सोच्नुहुन्छ भने जस्ट वेट। पोलिसीहरू चेन्ज भएर अब चाहिँ के देखाउँछ भने डिपेन्डेन्ट अलरेडी ब्यान्ड भइसक्यो। ग्रेजुएट रुलहरू 2027 बाट छोटाएर चाहिँ 18 महिनाको बनाइसक्यो हैन, र थ्रेशोल्डहरू चाहिँ एकदमै इन्क्रिज भएको छ। र यो सबै एनालाइज गर्दा चाहिँ एउटा कुरा हामीले के बुझ्नुपर्छ भने स्लोली युके चाहिँ कम स्टडी एन्ड स्टेबाट चाहिँ कम स्टडी एन्ड लिभमा चाहिँ उनीहरू शिफ्ट हुँदैछ। अनि यो कुराहरू मार्केटिङमा कन्सल्टेन्सीमा कसैले पनि ओपनली भनिरहेको हुँदैन। एन्ड देन अर्को टपिक बारेमा चाहिँ छलफल गरौँ, मेन्टल प्रेसर द साइलेन्ट कस्ट, जो चाहिँ अलमोस्ट कसैले पनि कुरा गर्दैन, रेयरली नै डिस्कस हुन्छ। स्टुडेन्टको डेली लाइफ हेर्ने हो भने यहाँ चाहिँ मर्निङमा उनीहरू झ्यामझुम उठ्यो, त्यसपछि लेक्चरहरू एटेन्ड गर्यो, एकचोटि असाइनमेन्टहरू यताउताहरू हेर्यो, त्यसपछि घर आयो, झ्यामझुम के छ कसो छ खायो, पार्ट टाइममा ऊ भागिहाल्छ। अनि त्यसपछि कामबाट ऊ घर आइसकेपछि उसले खानासाना बनाएर खाएर आफ्नो बेडमा पल्टिन जान्छ। दिनको यति भागदौडबाट पनि उसलाई त्यहाँ गएर रिलिफ फिल हुँदैन। एङ्जाइटी, स्ट्रेस, एभ्री कुराहरूले चाहिँ त्यहाँ गएर चेप्न थाल्छ। भिजाको प्रब्लम हुन्छ, पैसाको प्रब्लम हुन्छ, उसलाई फी कसरी तिर्ने, सबै प्रब्लमहरूले त्यहाँ गएर चेपिरा हुन्छ। यो चाहिँ एभ्रीडे रिपिट भएर हुन्छ। र यो कुराहरू युके स्टुडेन्ट युनियन अनि वेलबिङ बडीहरूबाट 2023 र 25 हरूको बीचको डेटा हेर्ने हो भने यो कुराहरू प्रष्ट देखिन्छ। स्टुडेन्टहरू चाहिँ एकदमै हाई स्ट्रेसमा अनि आइसोलेसनमा, फाइनेन्सियल एङ्जाइटी, यो कुराहरूबाट जहिले पनि घेरिरहेको हुन्छ। अर्को इन्टरनेसनल स्टुडेन्टले चाहिँ कसैबाट हेल्प पनि लाग्दैन। किन भन्दा उनीहरूलाई सर्वप्रथम त कल्चरल स्टिकमा हुन्छ, अनि त्यसपछि मसँग टाइमै छैन भन्ने उनीहरूको कन्सेप्टहरू डेभलप भइरहेको हुन्छ, वा भनौँ सर्भाइभल मोड अन भएको हुन्छ। जे भयो पनि जसो भयो पनि मैले सर्भाइभ गर्नुपर्छ, त्यही नै ठुलो कुरा हो भन्ने स्टुडेन्टलाई लाग्छ। यो कुराहरू ओपनली कसैले पनि डिस्कस गर्दैन, कसैले पनि भन्दैन। तर यही कुरा चाहिँ सबैभन्दा हेभी होस्, यही कुराले चाहिँ एभ्री इन्टरनेसनल स्टुडेन्टलाई यहाँ असर पारिरहेको हुन्छ। अब लास्टमा चाहिँ वाट्स रियली ह्यापनिङ अन द सर्फेस लेभल बुझौँ। माथि हामीले डिस्कस गरेका सबै कुराहरूलाई चाहिँ कनेक्ट गरौँ। युके एजुकेसन सिस्टम चाहिँ कस्तो छ भने अफकोर्स फाइनेन्सियली डिपेन्डेन्ट अन इन्टरनेसनल स्टुडेन्ट, अनि त्यसपछि पोलिटिकली उनीहरू प्रेसर छन् टु रिड्युस द माइग्रेसन, र स्ट्रक्चरली बुझ्ने हो भने दे आर अनेबल टु अब्जर्भ ग्रेजुएट इन्टु द जब। सो यसको रिजल्ट चाहिँ अर सिस्टम सेल द अपर्च्युनिटी बट अलवेज फिल्टर द आउटकम। यो कुराहरू चाहिँ हामीले बुझ्न एकदमै जरुरी छ। सो युके को सक्सेस चाहिँ केमा डिपेन्ड गर्छ भने मेजोरिटी चाहिँ तपाईँको कोर्समा, इफ इट्स रिलेटेड टु STM भनेको साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथ, हेल्थ केयर वा त PhD लेभलको कोर्समा आउनु भएको छ भने बेटर चान्सेसहरू मिल्न सक्छ। अर्को मेन कुरा भनेको ब्याक टु दि होम कन्ट्री, तपाईँको फाइनेन्सियल ब्याकअप चाहिँ एकदमै राम्रो छ, स्टेबल छ भने यहाँ आएर मेन्टली प्रेसर त्यस्तो हुँदैन। युके अप्लाई गर्दै हुनुहुन्छ भने एउटा कुरा चाहिँ तपाईँले के बुझ्न जरुरी छ भने युके भनेको अब कुनै पनि माइग्रेसन पाथवेका लागि युके एकदमै गाह्रो छ। इट्स अ हाई कस्ट, हाई रिस्क एजुकेसन डिसिजन हो भने चाहिँ बुझ्नुपर्छ। आउटकम्स पोजिटिभ पनि हुन सक्छ र नेगेटिभ पनि हुन सक्छ। र हु शुड कम इन द युके इफ योर फाइनेन्सियल ब्याकअप एकदमै स्ट्रङ छ। अर्को भनेको क्लियर करियर अलाइनमेन्टहरू छ, कोर्स रिलेटेड टु STM मा छ, हेल्थ केयरमा छ, वा त रिसर्च फिल्डमा छ भने बेटर अपर्च्युनिटीहरू मिल्न सक्छ। अर्को भनेको तपाईँको एक्सपेक्टेसन रियलिस्टिक हुनु पर्यो। एजुकेसन फर्स्ट, माइग्रेसन मेबी द अनसर्टेन सोच्नु पर्यो। देन इट्स मेक लिटल बिट सेन्स। इफ तपाईँहरूको थिङ्किङ पार्ट टाइम जबले युकेमा सर्भाइभ गर्छु, आफ्नो फीहरू तिर्छु, नेपालमा पैसा पठाउँछु, यो थिङ्किङ छ भने तपाईँलाई युकेमा एकदमै गाह्रो हुनेछ। अर्को भनेको तपाईँको गोल पियर पाथवेमा छ वा त यहाँ सेटलमेन्ट हुने छ भने पनि माइग्रेसन रुलहरू एकदमै चेन्ज भएको छ, र यो भनेको जस्तो इजी चाहिँ हुँदैन। युके अफकोर्स ब्याड चाहिँ होइन, तर एक्सपेक्टेसन र रियालिटीको ग्याप पास छ। इफ यु आर थिङ्किङ जुन तपाईँले नेपालबाट इन्भेस्टमेन्ट गरेर आउनुहुन्छ कोर्सको लागि, त्यसले ग्यारेन्टी रिटर्न गर्छ भन्ने सोच राख्नु भएको छ भने यु विल स्ट्रगल इन द युके। अथवा तपाईँहरूले वा इफ यु आर थिङ्किङ दिस इज एक्सपेन्सिभ एजुकेसन सिस्टम जो चाहिँ अनसर्टेन छ, ROI रिटर्न टु द इन्भेस्टमेन्ट, मतलब पैसा लगाउने तर रिटर्न स्योर छैन भनेर सोचमा आउनु भएको छ भने यु विल मेक अ बेटर डिसिजन, वा त तपाईँलाई चाहिँ यहाँ हेरेर धेरै कुराहरू इजी हुन सक्छ। र थाउजन्ड्स आर अलरेडी इनसाइड द सिस्टम, तर बाहिरबाट हेर्दा चाहिँ एभ्रिथिङ लुक्स पर्फेक्ट। त्यही चाहिँ युके को सबैभन्दा ठुलो इल्युजन हो जस्तो लाग्छ मलाई होइन। सो नेक्स्ट टाइम कोही विदेशमा भएको साथीलाई तपाईँले पैसा माग्दै हुनुहुन्छ भने एकपटक अवश्य सोच्नु होला। सी यु इन द नेक्स्ट भिडियो। हस्त नमस्ते।